पार्टी चल्दैछ पार्टी 10 रुपैयाँको बोसो 11 रुपैयाँको बोसो 15 रुपैयाँको कान दिमालाई त खै फेरि सुतेर उठेर फेरि सुत्ने बानी छ के गर्नु अब यसलाई उमाल्ने पहिले सुरुमा अनि मात्रै काट्ने डिफ्रोज भइसकेको छ यो हिजो राखेको थियो एकदमै पार्टी चल्छ यहाँनेरि यत्रो काम यो ठुलो काम सेतो सुँगुर हो यो सेतो सुँगुरको त्यही सुँगुरको मासु कहिले सरी भन्नु न सलमान खान र शाहरुख खान जस्तो देखिएको छ भन्दा कोले भन्छ तपाईले भन्नुभयो नि मलाई देखियो त कहिले अहिले भन्नु भएन काम गरेको देखाउनु मलाई मान्छेले देखेको मलाई हेरिसकेको छु मेरो आइडीमा हाल्ने यो त ब्लग जस्तै भयो नि ब्लग बनाउनुपर्छ कि के हो एकजना भाइ उहाँ टोयलेट साफ गर्दै हुनुहुन्छ हाम्रो किन पति मारेको फेरि एकछिन मुक्नु पर्न उहाँको कानको पालो है कति धेरै कान हौ पा यो सस्तो मान्छे हो त हामी 1800 रुपैयाँ कान सस्तो मिठो पनि सस्तो पनि यो अल्कोहल पेय पदार्थहरू कानैमा राम्रो हो नि त खाँदाखेरि भात नखाऊ के हो आज त्यस्तै खानुपर्छ के हो आज मासुले खाने हो यति हिसाब जोड है हिसाब तिमीसँग धेरै पैसा फेरि म बिर्सिन्छु क्या सुनेको राजु म बिर्सिन्छु क्या फेरि त्यही भएर एकाउन्ट राखेको क्या तिमीले हालिदिनु त्यो यति हो यति 2 किलो कि हजुर यो त होइन त्यो कुन खसी भाइ काट्लो खानु भयो त्यो दिन सुँगुर खसी यसरी काट्यो होइन यसरी काट्यो अब यहाँ कराई तातिँदैछ होइन अनि राजु आज सेफ जहिले हो म चाहिँ फेरि भात मिठो बनाउँछु क्या भात पकाउनु ठिक्क पारेको छु अनि धेरै त सधैँ मिठो हो यस्तो बवाल पकाउँछु मेरो जस्तो कोही मिठो पकाउँछ भने च्यालेन्ज हो भात पकाउनको लागि ओके ल अर्को अल्छी आइपुग्यो यहाँ अर्को एउटा अल्छी चाहिँ आउनु बाँकी नै छ ऊ यहाँनिर सब्जी पकाउँदाखेरि नपुगेर चलाउन सकिँदैन यति नआटेर यति उब्रियो अनि फेरि अनि नखानु नि के मात्र हो तेल खोइ तेल कस्तो खालको पाजी पाजीहरूसँग गरिएछ हौ यो बोसो बोसो जाने यस्तो हुन्छ हो बोसो 36 रुपैयाँ किलो हो यो 15 रुपैयाँ किलो सकेर आयो कुन मग हो हामी दुईजना खाउँला ल ल राजु पनि मन पराउँछ यो सेप चाहिँ सुसी सेपले पकाउँछौँ क्याफिनेट सेप अब हामी चाहिँ जाँदैछौँ दिपेन भाइ र म अब हामी जाँदैछौँ हामीसँग फेरि छप्प पुगेको छ भर्खर सेलेरी आएको छ सेलेरी फेरि अलिक बोनस डबल दिएको छ एकदम मजा गर्ने आज हामी ल भरे भेटौँ ओके यति सामान किनौँ यति चामल एक बोरा त्यो पुग्छ होइन भाइ रैला हुन्छ होइन रैला हुन्छ नि बबाल हुन्छ नि अलि अब 10 किलो चामल बोकाएर तर मैले चाहिँ धेरै काम गरेँ जस्तो देखिन्छ क्या त्यस्तो क्या म बोरा बोक्दैछु म किनभने म बोरा बोक्दैछु भाइले त के भयो झोला बोक्दैछु हो काम त म धेरै नै गरेको छु भाइ त थोरै हो नमस्कार सबैजनालाई यतैको ब्लगमा तपाईँले सब्सक्राइब लाइक गरिदिनु होला सेयर पनि गरिदिनु होला सेयर गर्नु पर्दैन कमेन्ट चाहिँ गरिदिनु पर्यो तपाईँको आइडी चाहिँ के हो नाम पनि नभएको आरडिएल डेभिडमा आएर सबैले सपोर्ट गरिदिनु होला भन्ने हामी विनम्र अनुरोध गर्छौँ भोटे के भनेको दाइलाई मुछ होइन मान्छेले कति चाहिँ खाला र यति त्यसलाई चाहिँ फेरि खै उहाँ चाहिँ भन्छ त यो चाहिँ फेरि पिस्ने चाहिँ होइन आन्द्रामा त पुरै चिसो हो जस्तो त्यो चाहिँ मेरै भएको होइन उब्रेको पाप्रेको सबै मेरो भएको हुन्छ यहाँ अलिकति उबारेको छ भाइले त्यो मेरो भएको हुन्छ एकदम रमाइलो भएछ खसीको मासु पकाउने मान्छेलाई एकदम धेरै धन्यवाद मिठो पकाउनु भयो तपाईँले ओके सबैजना खाना साना खाएर अहिले चाहिँ टिकटक लाइनमा डान्स गर्दैछौँ
के छ बडे एकदम राम्रो इन्टरटेनमेन्ट भयो जे होस् हैन अर्को पालि नि यस्तै होस् भन्न चाहन्छु दिन छुट्टी हुन्छ ल ए अब रमाइलो गर्छौँ यति भन्दै पहिले त यो चट्टो मान्नु पर्यो हामीसँग आज हाम्रो पार्टी चल्दैछ पार्टी 10 रुपैयाँको बोसो 11 रुपैयाँको बोसो 15 रुपैयाँको कान 15 रुपैयाँको कान भनेको लगभग यो कति ग्राम छ थाहा छ 900 ग्राम अरे 900 अनि यो समथिङ यो 200 ग्राम छ कि छैन ल 0.4 200 ग्राम रहेछ ट्याक्कै 2 किलो रहेछ 2 केजीको पार्टी चल्छ हाम्रो केटाहरूको कोही उठेकै छैन है पाण्डेलाई पनि बल्ल तल उठाएको है दिमालाई त खोइ फेरि सुतेर उठेर फेरि सुत्ने बानी छ के गर्नु तर ठिक छ अब यसलाई उमाल्ने पहिले सुरुमा अनि मात्रै काट्ने डिफ्रोज भइसकेको छ यो हिजै राखेको थियो हिजै डिफ्रोज गर्न छोडेको थियो हैन अब यहाँ म उमाल्छु है त ओके आँखा सही हुन्छ है आज हामीको एकदमै पार्टी चल्छ यहाँनिर यत्रो काम यो ठुलो काम सेतो सुँगुर हो यो सेतो सुँगुरको कान हो यहाँ पकाल्ने यति कानको कति पर्यो अरे नेपाली कति 300 450 1 किलो 450 भनेको त सस्तै हो नि नेपालमा त 500-600 रुपियाँ किलो छ नेपालमा पनि अहिले महँगो भइसक्यो यत्रो कान पनि कत्रो यसलाई एकछिन उमाल्ने हो आँखा पनि सही कान भनेको सुत्न सही दिँदो रहेछ क्या तर राम्रै हुन्छ अब नजिक ल्याउन अलिकति यहाँ पनि छ एउटा यति बोसो चाहिँ मलाई मनपर्छ त्यही भएर काट्ने कार्यक्रम जारी छ हाम्रो यो चाइनिजले चाहिँ लगेन यति राम्रो काम गरेको छ नि यो पनि छोडेर आएको छ तपाईँको चिया बनाएर खाने हुन्छ यति त्यो लाग्ने दिएको छ क्या खुसी लाग्छ कान बवाल हुनुभयो नि पार्टी कहिले नै खाएर सक्ने कि बेलुका पनि राख्ने हो ए लाज लाग्दैन नि मस्त खाने हो नि बेलुका उसले लिएर आउँछ त्यही किनेर लिएर आउने नि त आउँदैन नि पेज आफै बनाएर खाँदै खाँदैन के छ फेरि यो थोर राखिदिनु पर्छ नि कसले म बनाएर खाँदै खाँदैन त्यही सुँगुरको मासु कति जसरी भन्नु न अघि हामी काट्दैछौँ क्या अघि 2 घन्टा उमालेर टट्टै काट्दैछौँ लगभग 2 किलो छ यहाँ 2 किलो कान यो कान मात्रै नभन्नु 2टा कान त्यसपछि चिउरो गरेर 2 किलो छ त्यहाँ परेन के भाइ सलमान खानको खान जस्तो देखेको छ भन्दा कसले भन्छ तपाईँले भन्नुभयो नि मलाई देखेको त कहिले अहिले भन्नु भएन काम गरेको देखाउनु मलाई मान्छेले देखेको मलाई हेरिसकेको छु मेरै आइडीमा हाल्नु यो त भ्लग जस्तै भयो नि भ्लग बनाउनुपर्छ कि क्या हो भ्लगै त बनाउँदैछु तपाईँसँग ओके अब त्यसरी चाहिँ फेरि एक हाम्रो भाइ अलिक पछाडि जाने सर्टै भाइ काम गर्दैछ खालि एकजना भाइ उहाँ टोयलेट साफ गर्दै हुनुहुन्छ हाम्रो किन बत्ती मारेको फेरि एकछिन मुक्नु पर्न मोती पनि देखिदिनु भाइ 2 जना चाहिँ किन अल्छी हो आउँदैन त फेरि यहाँको लाइटको छैन दाइ छ तर त्यति राम्रो पर्दैन बाल्ने त कहाँ स्विच भन्नु म बालिहाल्छु नि यति नै हो बाहिर बोल्छ यो के भन्छ कति दिन मुतेको रे भाइ छिटो न मलाई बोल्नु मन लागेको अब अर्को कामको पालो है
कति धेरै कान हौ यो कानकै त हो नि अनि कानको मासु पनि सस्तो रहेछ कि हजुर कसरी रहेछ यो लगभग 1 किलोको 15 रुपियाँ 15 रिङ्गिट 15 रिङ्गिट होइन अनि मासु चाहिँ फेरि 60 रुपियाँ किलो ए 60 भनेको त यहाँ होइन त नेपालमा कति पर्यो 2000 भन्दा बेसी सस्तो मान्छे हो त हामी 50 रुपियाँको ल 300 1800 रुपियाँ किलो 1800 रुपियाँ किलो तर अहिले हामीले खाएको 400 रुपियाँ किलो कान सस्तो मिठो पनि सस्तो पनि त्यसमा चाहिँ फेरि अब 300 भएर यहाँ फेरि बबाल भइहाल्छ सल्लाह त गर्दैछु तर पैसा छैन के यो अल्कोहल पेय पदार्थहरू कानैमा राम्रो हो नि त खाँदाखेरि अलिक यहाँ के भाइ यहाँ फोकस यसरी काट्दैछु यस कस्तो मिठो कस्तो हेर्दै खाउँ भइसक्यो काटेको देखेर भयो अमिलो ठक्क अमिलो है अनि अलिकति नुन खोर्सानी पिरो भनेर पेस्ट बनाएर हाल्दा कस्तो होला खाने आइसक्यो भात नखाऊ के हो आज त्यस्तै खानुपर्छ कि हो आज मासुले खाने हो यति 5जनाको लागि हो यो तर इनफ हुने रहेछ आज तर अस्ति त फेरि के क्या कति मान्छेले अहिलेसम्म खसी भन्दैछ हिजोको कास्मोको खसी भाइ हिसाब जोड है हिसाब तिमीसँग धेरै पैसा फेरि म बिर्सिन्छु क्या सुनेको राजु म बिर्सिन्छु क्या फेरि त्यही भएर एकाउन्ट राखेको क्या तिमीले अझै छ त अझै छ अझै त नि यो आँखाको यसो नि अब यति हड्डी बाँकी छ अहिले घरमा गरेको भयो होला त काम गरेर हो हालिदिनु त्यो पैसा लाग्यो यसले अहिले मासु 1 थाल जान्छ यसले खसीको खुट्टा वाउ नधुनु अब के को हुन्छ अहिले उल्टिङ गरिदिन्छ नि यति धेरै माया गरेर यति हो यति 2 किलो यति हजुर यो त होइन 1 किलो 800 ग्राम यो यहाँ 200 ग्राम 200 ग्राम चाहिँ बोसो सिर्फ बोसो यो बोसोको पनि 200 ग्रामको पनि कति पर्छ 300 रुपियाँ पर्छ 300 पर्छ नेपालको 300 बेसी हो फेरि नेपालको 300 मा 1 केजीको मासु आउँछ 1 किलोको मासु कहाँ आउँदैन 400 रुपियाँ होला कुन खसी भाइ त्यो दिन सुँगुर खसी यही खाएको क्या भाइ तिमीले यही खाएको यसरी काट्यो होइन यसरी काट्यो अब यहाँ कराई तातिँदैछ होइन कराई तातिँदैछ यो बोसो छ बोसो धुनु पर्दैन अनि राजु आज सेफ जहिले हो म चाहिँ फेरि भात मिठो बनाउँछु क्या भात पकाउनु ठिक्क पारेको छु अनि धेरै यहाँ चाहिँ किन चामल र पानी मात्रै मिसाउँछु ओ राजुले हो अदुवा काटिसक्यो अनि खुर्सानी प्याज छ टमाटर छ यी सबै मिसाउँदा कुनै बेला फेरि मिठो बनाउँदैन तर मेरो त सधैँ मिठो हो यस्तो बबाल पकाउँछ मेरो जस्तो कोही मिठो पकाउँछ भने च्यालेन्ज हो भात पकाउनको लागि ओके ल अर्को अल्छी आइपुग्यो यहाँ अर्को एउटा अल्छी चाहिँ आउनु बाँकी नै छ ऊ यहाँनिर सब्जी पकाउँदाखेरि नपुगेर यति नआटेर यति उब्रियो अनि फेरि यो चाहिँ किन नगरेको अलिक पछि हाल्दैन खोलेर तेल निकालेर हाल्छ यहाँ गर्नु यहाँ गर्नु अब होस् यहीँ गरौँ न लास्टमा मिसाउने हो होइन हुन्छ त होइन नखानु नि के मात्र हुन्छ तेल तेल कस्तो खालको पाजीहरू सङ्गत गरिएछ हौ बोसो जाने यस्तो हुन्छ बोसो यहाँ बोसो प्याज काटेको छ
यसको लागि एउटा प्याज काट्नु बोसो 36 यो तातिसो बोसो 36 रुपियाँ किलो हो यो 15 रुपियाँ किलो सक्दैन आयो कुन मग हो फेरि मलाई किन खान हेरे तिम्रो हैन ए मिठो छैन भाइ मिठो छैन मिठो छैन नुनले मुस्दा हुन्छ त अहिले फेरि सकाउँछ यो त मुसेर खादा हुन्छ नि अहिले सकाउँछ फेरि केटाले यो तपाईहरु यो तपाईको काम हो यो मेरो यता हो सेप छ नि मुजे यहाँ देख्न ल अनि मैले यस्तो सेप चाहिँ अघि आउनु पर्छ नि त बोलाउँदा पनि आउँदैन म्याम फादर सेप सुसी सेप ओहो यो चाहिँ ए भरि त सबै बोस मात्रै काटेको हुँदो रहेछ क्या यो चाहिँ। बिजन खाउलाई ल को खादैन ल ओ राजु पनि खान्छ बोसो राजु पनि मन पराउँछ यो जो बुझ्छ हल्का त्यो गर्दा हुन्छ त हो दाजु जो बुझ्छ ओभन किन्नु पर्छ के मासु ओभन छ त वहाँ एफआई जाउ लिएर आऊ माछा किन ल्याउने तलको अँ ठ्याक ल्याउनु पर्दैन बेकार एउटा चाहिँ किन्नु पर्यो दाजु त्यो मासु पोलेर खाने सेकुवा बनाएर कि सिको पोल्ने चाहिँ हामीले पार्टीमा जाँदा केटाहरूले किनेर लगेको थियो मासु पोल्दै खाँदै यो सेप चाहिँ सुसी सेपले पकाउँछौँ यता चाहिँ क्याफिने सेप सिटिङको सेप सिकेको सेप टमाटर खोइ कति ल्यायो दुईवटा ल्याएको छ यहाँ हाल्ने उहाँ हाम्रो पनि छ ल त्यसको लागि भैयाको लागि राखिदिनुपर्छ थोरै ल तिम्रो भाइको लागि राख्नु अब हामी चाहिँ जाँदैछौँ दिपेन भाइ र म आज पार्टी हो नि त पार्टी खाँदाखेरि चिसो त लिन जानु पर्यो चिसो लिन जाँदैछौँ बिएससीमा अनि अहिले सपिङ देखाउँछु तपाईँहरूलाई म हामी के किन्छौँ होइन भाइ हो दाइ हो अब हामी जाँदैछौँ हामीसँग फेरि छप्प पुगेको छ भर्खर सेलरी आएको छ सेलरी फेरि योपालि बोनस डबल दिएको छ एकदम मजा गर्ने आज हामी ल भरे भेटौँ ओके अहिले चाहिँ अलिक साउन आएन भन्दैछ अब हेरौँ साउन कतिको आउँछ अब हामी चामल सेक्सनमा जाँदैछौँ भर्खर फाइन फुडमा गयौँ यो भाइलाई अब सपिङ गर्न टक 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 जाँदैछौँ म चाहिँ क्यामेराम्यान हो नि त यहाँ क्यामेराम्यान यता म अब कतिको किन्छ है त चामल हेरौँ भाइलाई 50 केजी 50 केजी क्विन्टलमा कति हुन्छ 1 क्विन्टल 100 केजी 100 केजी किनेको बरु चामल सेक्सन चामल किने 10 किलो 60 रुपियाँ पर्ने रहेछ कुन राम्रो हुन्छ हाम्रो रुममा खाएको चामल यो हो नि त कुन कुन हाम्रो उसले ल्याएको चामललाई यस्तै खान्छ नि त लु त्यही लानु नि त त्यो र त्यो र यो कुन हो यो यति सामान किनौँ यति चामल एक बोरा एउटा चिसो कोक एउटा चिसो 100+ एउटा ड्यू यतिले पुग्छ नि त भाइ रैला हुन्छ होइन रैला हुन्छ नि रैला हुन्छ नि बबाल हुन्छ नि यति किन्यौँ अब काउन्टरमा बिल तिर्ने अब फेरि आज भाइ उता हो होइन म चाहिँ फेरि यता चामल अब 10 किलो चामल बोकाएर भाइलाई 6.9 किलो ऊ पनि 10 किलो बोकिरहेको छ म पनि 10 किलो बोकिरहेको छु तर मैले चाहिँ धेरै काम गरेँ जस्तो देखिन्छ क्या त्यस्तो क्या म बोरा बोक्दैछु म किनभने म बोरा बोक्दैछु भाइले त के भन्छ झोला बोक्दैछ तर काम देखिएको चाहिँ के हो भन्दा चाहिँ म चाहिँ धेरै काम गरेको क्या बोरा नि त बोक्न त उयो 10 किलो र 9 किलो त्यहाँ 10 किलोभन्दा बेसी छ त्यहाँ फेरि 160 को हो नि त कति हौ 2.5 लिटरको यो 2.5 लिटरको भन्छ 3 4.5 मात्रै हो काम त म धेरै नै गरेको छु भाइ त थोरै हो त्यही भएर किन के अरे भारी भयो भनेको त त्यो कारण रहेछ नि त म त उति होला भन्दैछु मेरो क्यालकुलेसन गल्ती भयो खोइ बोलेको यार लाटो हो हजुर यहाँ बोल्नु पऱ्यो नि त नमस्कार सबैजनालाई यतैको ब्लगमा तपाईँले सब्सक्राइब लाइक गरिदिनु होला सेयर पनि गरिदिनु होला सेयर गर्नु पर्दैन कमेन्ट चाहिँ गरिदिनु पर्यो कमेन्ट गरिदिनु होला सेयरको साथीभाइहरू सबैलाई यो दाइको तपाईँको आइडी चाहिँ के हो नाम पनि नभएको आरडिएल डेभिड डेभिडमा आएर सबैले सपोर्ट गरिदिनु होला भन्ने हामी विनम्र अनुरोध गर्छौँ ल भाइले भनेको सबै मान्दिनँ है त रुम चाहिँ नजिकै हाम्रो
हो बिएससी उहाँ छ माथि रातो लेखेको त्यहाँदेखि किनेर चाहिँ हामी उयो गाडी भएकैमा हो हामी चाहिँ नजिकै छ मार्केट चाहिँ ठिक छ ल हाम्रो साथीहरू कतिजना मलेसियामा हुनुहुन्छ र मलेसियामा हुने साथीहरू चाहिँ आउनु है भेटघाट गर्नुपर्छ यो सबैको चर्चित ठाउँ कोत्रातिर भेट्दा पनि हुन्छ मेरो नजिकै पर्छ यहाँदेखि ओ भोटे के भनेको दाइलाई अघि आइसकेर हामी चाहिँ चिसो सिसो ल्याएर पनि यहाँ छुपेर खान लाग्यो साथीहरू एकै ठाउँमा आएर हेर मलाई हानिँदैछ छोरा होइन मुस होइन मान्छेले कति चाहिँ खाला र त्यसलाई चाहिँ फेरि खै उहाँ चाहिँ भन्छ त यो चाहिँ फेरि पिस्ने चाहिँ होइन जो कडा छ कडा कडक छ यो गुरुमा हाल्दैछ कडा छ अनि यो दारू हो चिसो चिसोसँग टक्टर शनिबारको नाम भन्नु पर्यो नि छुट्टीको नाम कति कडा नि बाई टिस्यु ल्याउन फेरि मासु हिजो ल्याएको कान आन्द्रामा त पुरै चिसो भयो जस्तो अघि लिएर आएको हेर्नुभयो नि त हामी लिएर आएको यति हामी फेरि कोकटेल खाने हो क्या यो भनेको कति पर्सेन्टको हो यो अर्को पर्सेन्टको हो यो अर्को पर्सेन्ट सबै मिक्स गर्ने लास्टमा कोकटेल हुन्छ है त साथी हो भरे भेटौँ ल अब फेरि खाना खाने बेलामा आउँछौँ अलि पार्टी चल्दैछ नि त यो दिन चाहिँ आउँछ कि आउँदैन अब होइन यसो छुट्टी त भोटे मेरो दिमाग भएको त अब भेट भइहाल्छ होइन अनि अब चिसो सिसो खाएर चिसो उब्रेको छ अब खाना खाँदैछौँ चट्ट बाड्यौँ अब थोरै त्यो चाहिँ मेरै भएको होइन उब्रेको पाप्रेको सबै मेरो भएको हुन्छ यहाँ अलिकति उबारेको छ भाइले त्यो मेरो भएको हुन्छ कस्तो कस्तो भइरहेको छ तिमीलाई एकदम रमाइलो भइरहेछ खसीको मासु पकाउने मान्छेलाई एकदम धेरै धन्यवाद मिठो पकाउनुमा तपाईँले म कहिले भात खान्छु ल ओ पाण्डेजी पाण्डे के छ के भन्नु छ मलाई केही भन्नु छैन एकदम मिठो छ यहाँ आज यस्तै हो भोटे भोटे चाहिँ धेर नखाने अरे अघि धेर चिसो खायो अरे त्यही भएर अगाडि यसो गरे यहाँ चाहिँ अब एकजना चाहिँ टिकटकर हुनुहुन्छ टिकटकर कस्तो भइरहेछ कस्तो 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 भइरहेछ ओके थ्याङ्क यू ओके सबैजना खाना साना खाएर अहिले चाहिँ टिकटक लाइनमा डान्स गर्दैछौँ के छ भोटे एकदम राम्रो इन्टरटेनमेन्ट भयो यो होस् होइन अर्को पालि नि यस्तै होस् भन्न चाहन्छु होइन हामी तिनजना चाहिँ भेट्नुहुन्छ यो दुईजनाको चाहिँ भेट हुँदैन यो मान्छेको चाहिँ यस्तो अब छुट्टै छुट्टै दिन छुट्टी हुन्छ ल ए अब रमाइलो गर्छौँ यति भन्दै बाई बाई